हाम्रो लामाजीहरूले पनि टन्न पैसा कमाइसक्नु भएको छ है। टन्न पैसा कमाएर मृत आत्माको निम्ति चाहिँ दक्षिणाहरू लामाहरूलाई पैसा दिने, टन्न पैसा गनेर गोजीमा हाल्ने होइन। लामाहरूको चाहिँ अब कमाइ पनि टन्न हुन्छ है। आजको दिनमा चाहिँ टन्न बत्ती बाल्ने है, टन्न व्यवसाय पनि यहाँ माथि टन्न देख्न सकिन्छ। श्रद्धालुहरू माथिको बौद्ध स्तूपमा चाहिँ उहाँहरूले परिक्रमा गर्दै हुनुहुन्छ। आफ्नो आस्था हो होइन, एउटा जिउने आधार पनि हो। टन्न देख्न सक्नुहुन्छ। यहाँ धेरै जस्तो लामाहरू आउनु भएको छ। पूजा गर्ने लामाहरूले चाहिँ एउटा प्रक्रिया मिलाएर बुद्ध धर्मको एउटा सिद्धान्त प्रक्रिया अनि परम्परा अनुसार चाहिँ लामाहरूले एउटा विधि पुऱ्याएर मृत आत्माहरूको निम्ति चाहिँ उहाँहरूले पूजा गर्नुहुन्छ है त। देख्न सक्नुहुन्छ माथि परेवाराहरू रौनमा यहाँ सबैको आफ्नो दुःख पीडाहरू छ, समस्याहरू छ है। उहाँहरूलाई देख्न सक्नुहुन्छ। हामीले सम्झिन्छौँ दुःख पर्दा समस्या पर्दा आफ्नो मात्रै दुःख आफ्नो मात्रै समस्या जस्तो लाग्छ। यो धार्मिक स्थलमा आएर चाहिँ देख्न सकिन्छ धेरै मृत आत्माहरू आफ्नो जस्तै समस्या आफ्नो जस्तै पीडा दुःख सबैको छ भन्ने कुरो चाहिँ यहाँ प्रतिबिम्ब हुन्छ, प्रतीत हुन्छ है त। देख्न सक्नुहुन्छ यहाँ टन्न हेर्नुहोस् कसै चाहिँ यसो व्यापार गर्नमा व्यस्त छ होइन। यहाँ हाम्रो लामाजीले चाहिँ टन्न चामलहरू दक्षिणाहरू सङ्कलन गरिसक्नु भएको छ है। देख्न सक्नुहुन्छ एउटा धर्मलाई एउटा आजको वार्षिक कार्यक्रममा हेर्नुहोस् टन्न यो मन्दिरलाई चाहिँ सिँगारिएको छ, ठुलै जस्तो सिँगारिएको छ। देख्न सक्नुहुन्छ ठुलै फुलले है। बौद्ध परिसरहरू कुनै कुनै चाहिँ अब एकदम औपचारिक कार्यक्रमहरू पनि गरिन्छ होइन। टन्न परेवाहरू छन्, परेवाराहरू त्यसको साथसाथै यहाँ पनि देख्न सक्नुहुन्छ यस्ता ठुला कुकुरहरू पनि मजाले सुत्या ठुलो बेल देख्न सक्नुहुन्छ। बेल है गयो घन्टी देख्न सक्नुहुन्छ।